अहिले मेरो दिमाग नसन्ने हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म फेरि लङ टाइम पछि फेरि सानो मिठो ब्लग लिएर आइसकेको छु। आजको ब्लग रहेको छ, मैले चाहिँ टक्क के सोचिरहेको छु भने मेरो भाइ चाहिँ एउटा कराटे खेल्न गएको छ होइन, म चाहिँ रुममा एक्लै छु। अनि यसो सोचेँ प्राङ्क हानिदिउँ न भनेर क्या होइन। र म चाहिँ हल्का मिठो प्राङ्क हान्न गइरहेको छु ब्रोडरलाई होइन। के कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला टक्क होइन, चट्ट पारामा। रामु ए रामु ओए के गरेछस् मा के गर्न आज हुन्छ यहाँ के आज कराटेमा हान्छु लो मेरो पैसा ज्याप हान्दियो होला, मेरो पैसा ज्याप हान्दियो होला। ल बाबु साँच्चीकै हो ल। मेरो बाबु फेरि ढल्छ छैन, के गर्ने उति हेर्न होइन। मेरो बाबु मिठो मुखले भन्नु, अहिले तितो मुखले भन्नु पर्ला। ढिला गर्छ आज घम त भाडा सारा ढुल्नु नि छैन। के भयो अटरलाई मैले के गराउने त्यो काम हो नि, तैँले नि त गर्नु पर्यो रे यार ब्रो यार, एक्लै गरेर त होइन। हाल छिटो बकवास नगर, भेट्लास गऱ्यो अहिले। उठा न के अनि मैले पनि उठानु के त आफै उठानु के हो मा आकेलाई खेल्ने है मेरो मन है के त ए उहाँ माथि चान्स लगाइदिनु जहिले ढिला गर्छ मेरो खुट्टा लाग्छ। 7 बजेपछि बल्ल क्लास खतम गर्नु लाग्छ र के त अहिले मेरो दिमाग नसन्क मोर्ला छैन। ल हान्छु ल लाग्छ अलि यस्तो भयो न ल ल टलाई ल उठे जा पालै पालो हान उठा जा म त हाना अटेर भोलि हेर्नु कस्तो दुख्छ। क्लास अब फेरि कतिको दुख बाबु कतिको दुख हड्डी नि खिल्ल गर यार। ल भोलिबाट कसले खाना पकाउनु रहेछ हेर्छु म, हेर्छु मनी 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 हेर्छु हेर्छु म पनि हेर्छु म पनि हेर्छु बाबु म पनि हेर्छु हेर्छु म पनि हेर्छु के हेर्छु हेर्छु बाबु हेर्छु हेर्छु बाबु हेर्छु कैँचा लाएर मात्र न त ढले त्यसको त लास्ट कैँचा लाएर के भयो त बाल दिनभरि सुत्ने कलेज जाँदा मात्रै हिँड्ने गरिरहनु कहिले हुन्छ। अब यो स्याट्ट भाडा दिने
इ बराल्ने तैँले इ भाडा धुने थियो केटा जहिले मैले धुने जहिले मैले सफा गर्ने भाडा डोयो अब मलाई अरू केही 50-50 हो काम गर्ने 50-50 भाडा डोयो मैले केही जानेर किन गराएको जस्तो म गराउँछु भन्दै के थिएँ किन भनेको मेरो सामान नआएको त होइन मलाई पाप लाउस के मलाई पाप लाउस के म गर्दिनँ मलाई पाप लाउस मलाई पाप अनि भाडा डुन्दा नहान्ने अगे पाप लाउस म भाडा ढुन्नु के गाईलाई कति दुखिरहेको भन्ने त थाहा पाप लाउस के मलाई भनिसके त छिटो पस्काइन्न नि आज त यहाँ के हुन्छ साँच्चै हो साँच्चै हो बाबु ला ओ कुची ओ अच्छी यहाँ दुखिरा होला बाबुको आइज ल आज अलि सन्चै छैन या मैले कमजोरी देखिसके हामी नि खेला दिदी हो आइज ल बोके त पिरिन्छस् बाबु यार त पिरिन्छस् म पिरिन्दा ओए मा छ रे म लिडर ओ भाइ अलि बडो ओ भाइ न्यून अझै निकोल खोजे मैले निकोल खोजे भेट्लास हेरी बडो ठिकै हो रहेछ होइन चट्ट उसले चाहिँ मोबाइल मैले माथि छ भन्थ्यो मैले भलक चाहिँ उसकोबाट गराएको नि त के हो खै मोबाइल के थाहा मलाई चार्जमा छ भन्छ थाहा छैन हामीलाई त भेट्लास फेरि भेट्लास खै आइस ल होला है को आइस ल किन दिएकोस् के त मोबाइल लिएर जा भेट्लास फेरि मोबाइल त्यसै दिन्छ भेट्लास के भेट्छस् होइन बरु यहाँ छ होइन अब चट्ट मेरो मोबाइल फुटाल्दिस् क्या होइन अहिले बेच्दिएको होइन क्या लास्ट इमेल कहाँ छ खै मेरो दिमाग नसन्का हेरे त्यो मेरो मोबाइल अहिले भेट्यो नि तेरो मोबाइल फुटालिदिनुहोस् बेचेको के बुढो यार के के अन्त कति 12,000 मा सेल अहिले के मोबाइल तँलाई किन चाहियो भेट्लास अरे छिटो ले मेरो दिमाग न त टाइम आयो म ल अहिले खेल्ने खेलाउँ न त होइन खेल्ने भए खेलाउँ न त कसो गरियो अटादिम खेल्ने भए खेलाउँ अटादिम भन् खेल्ने भए खेलाउँ न त बिहानदेखि मलाई रिस नै उठेको अब हेर न मोबाइल कहाँ छ हामीलाई केही नि थाहा भेट्छस् अरे भ्याङ्के चटाले छिटो ले है के त मलाई के त खै भाट्रस् का झन् जिउ दुखिरहेको होइन मोबाइल छैन कि भाटालाई त्यत्तिकै मलाई अङ्गनी त आएन बरु खाला सुरु छिटोले मोबाइल मलाई भाटाले के अब ओए यार
हाम्रो सानो क्लिप थियो होइन पुरा भिडियो गर्नलाई कस्तो डरेको होइन यहाँ छ क्या क्या बबालसँग राखेको थिएँ होइन मोबाइल मैले मलाई अझै मिठो हान्न मन थियो तर यो हतारमा भएर जिएस कस्तो दुख्यो झन् यहीँ हान्छ गरे लास्ट जिएस होइन मजा होइन एकछिन माइन्ड फ्रेस भयो नि त मैले चाहिँ त्यहाँ राखेको थिएँ कि कौले ढाकेर के अरे प्लास्टिकले ढाकेर त्यो जिटा राखेकोमा चट्टले होइन जिएस मजा एकछिन न्यु घरमा चाहिँ मजा आउँछ ब्रोलाई हो कि होइन ब्रो ल अब चट्टा बाह्रमा खानासाना पनि खान पर्यो के हो होइन टपी ढस्टै छ त एउटा गाडी टक्क हेर्नु पर्यो अन्तिमसम्म त्यही हो बेला बेला भ्लग पनि आउँछ अब त्यो गाइड्स अन्तिमसम्म हेरेर साथसपोर्ट दिनु होला अब टक्क माया गरिदिनु होला मन परेमा सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला त्यो के भन्नु ल यति भन्दै गाइज हामी पनि अब खानासाना खाएर सुतिन्छ तपाईँहरू पनि टक्क सुत्नुहोस् इन्जोय लिनुहोस् होइन बिस्तारो सबै ठिक हुँदैछ ल गाइज बाई बाई